सम्पूर्णमा नमस्ते। हामीले अनलाइन प्रणाली टिम्स ट्रेडिङ इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमको बारेमा हामीले कसरी रजिस्टर गर्छौँ भनेर त्यसको बारेमा मैले भन्न गइरहेको छु यहाँ। हामीले सुरुमा यो गुगल क्रोममा खोल्छौँ यसलाई। यहाँ माथि हामीले युआरएल यसमा टाइप गर्नुपर्छ teams.nhtc.gov.np। यसमा हामीले क्लिक गरिसकेपछि यहाँ दुईवटा अप्सन आउँछ, एउटा पार्टिसिपेन्ट लगइन, एउटा रजिस्टर पार्टिसिपेन्ट। पुरानो सहभागीहरू हुनुहुन्छ, पहिल्यै रजिस्टर भइसक्नु भएको छ भने चाहिँ पार्टिसिपेन्ट लगइन, नयाँको लागि रजिस्टर पार्टिसिपेन्टमा यसमा क्लिक गर्नुहुन्छ। यसमा सहभागीहरूले आफ्नो पार्टिसिपेन्ट नेम, कुन कास्ट हो त्यो चुज गर्नुहुन्छ, मेल फिमेल कुन हो त्यसमा चुज गर्नुहुन्छ, आफ्नो जन्ममिति राख्नुहुन्छ, अनि यसमा सिलेक्ट फोटो छ यसमा क्लिक गर्नुहुन्छ। आफ्नो फोटो कुनमा छ त्यो ओपन गर्नुहुन्छ। आफ्नो ठेगाना कुन छ अहिलेको प्रदेश अनुसारको त्यो ठेगाना राख्नुहुन्छ। कुन प्रदेशको हुनुहुन्छ यसमा चुज गर्नुहुन्छ। जिल्ला कुन हो यसमा चुज गर्नुहुन्छ। नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका कुन हो यसमा चुज गर्नुहुन्छ। वडा नम्बर कतिमा पर्छ, आफ्नो सम्पर्क नम्बर, अनि आफ्नो इमेल आइडी, अनि आफूले पढेको क्वालिफिकेसन के छ यसमा चुज गरेर त्यो राख्नुहुन्छ। अनि हामीले वर्किङ प्यालेसमा आफूले काम गर्ने संस्थामा कुन संस्थाको नाम हो त्यो संस्थाको नाम चुज गर्नुहुन्छ। पद कुन हो त्यो चुज गर्नुहुन्छ। प्रदेश कुन प्रदेशमा छ त्यो चुज गर्नुहुन्छ। जिल्ला कुन छ जिल्लामा चुज गर्नुहुन्छ। कुन नगरपालिकामा पर्छ, वडा नम्बर कतिमा छ त्यो अफिस। सिलेक्ट इम्प्लोइ भनेको आफू गभर्मेन्ट हो कि नन गभर्मेन्ट, इम्प्लोइ क्याटेगोरी स्थायी हो कि अस्थायी। सिभिल रजिस्ट्रेसन नम्बर भनेको आफ्नो कर्मचारी सङ्केत नम्बर। यो हुरिक नम्बर अहिले पर्दैन, यसमा यो इन्ट्री गर्नु परेन। नागरिकता नम्बर, काउन्सिल नम्बर आफूले। त्यसपछि आफ्नो नागरिकताको फोटो अपलोड गर्नुहुन्छ यसमा चुज गरेर। त्यसपछि काउन्सिल नम्बर, काउन्सिलको फोटो यसमा चुज गर्नुहुन्छ। अनि यहाँ लास्टमा सेभ गर्नुभयो भने हजुरहरूलाई एउटा आफ्नो पिआइडी नम्बर यति अनि पासवर्ड यो भनेर आउँछ। त्यो पासवर्ड आइसकेपछि पार्टिसिपेन्ट लगइन भन्ने अप्सन छ, यसमा गएर लगइन गर्न सक्नुहुन्छ। यसमा मैले अब आफ्नै एउटा लगइन गरेर हेर्छु। हामीले यति फर्म भरिसकेपछि हामीले एउटा रजिस्ट्रेसन नम्बर अथवा पिआइडी नम्बर सेभ गरेको त्यो हुन्छ। त्यसमा हामीले एनएच कुन प्रदेशको हुनुहुन्छ त्यो अनुसारको फरक फरक आउँछ। NH-5- आफूले आफ्नो नम्बर राख्नुहुन्छ 0। मैले आफ्नो पिआइडी नम्बर नै राखेर मैले लगइन गर्दैछु। यसमा जन्ममिति राख्दाखेरि जहिले पनि स्ल्यास नराख्नु होला। यहाँ हेर्नु त यो सो गरेकोमा ड्यास छ भने चाहिँ ड्यासै राख्नु होला। यसमा हामीले जन्ममितिको सो हुँदैन। अनि त्यसपछि यसमा गएर लगइन गर्नुहुन्छ। हजुरहरूको यो यसरी खुल्छ। हामीले मोबाइलबाट खोल्दाखेरि यो मात्रै आउँछ। त्यसपछि केही पनि देखाउन कता जाने के गर्ने भन्ने हुन्छ। यसको लागि हामीले यो ग्रिन कलरको 3 डट गरेको यसमा क्लिक गर्नुभयो भने यो मेन्यु अप्सन हो।
यसमा क्लिक गर्नुभयो भने यो सो हुन्छ आफ्नो ड्यासबोर्ड। यसमा हामीले रजिस्ट्रेसनमा क्लिक गर्नुभयो भने यहाँ आउँछ हाम्रो अगाडि। यो खाली भएको ठुलो पर्दामा सो हुन्छ। यो हाम्रो 5वटा अप्सन छ। यसमा एउटा छ मेसेज इन्फो। मेसेज इन्फो भनेको हामीले कसैलाई मेसेज पठाउनु पर्यो भनेपछि यसबाट पठाउन मिल्छ। त्यसको लागि हामीले क्यारिट गर्ने, क्यारिट गरेपछि कसलाई पठाउने हो यहाँ युजर आउँछ, कुन युजरलाई पठाउने हो। यो हाम्रो सबै परदेशको युजरहरू छ। मेसेज के लेख्ने हो त्यो मेसेज लेख्नुहुन्छ। त्यसको लागि ब्याक गर्नलाई यहाँ ब्याक टु लिस्ट भनेर छ। ट्रेडिङ प्रोफाइल भनेको आफूले के तालिमहरू लाग्नु भएको छ यसमा हेर्न मिल्यो। डिटेल यसमा देखाउँछ ट्रेडिङ प्रोफाइलमा। यहाँ आउँछ सबै तालिमको नामहरू। यसलाई फेरि ब्याक गर्नलाई यहाँ ब्याक टु लिस्टमै जानु पर्यो। आफ्नो रजिस्टर पार्टिसिपेन्ट प्रोफाइल सचाउनु पर्यो भनेपछि हामीले यसमा क्लिक गर्ने। यसमा गएर हाम्रो यहाँ एडिट भन्ने अप्सन छ। एक्सनमा गएर यसमा दुईटा अप्सन छ। एक्सनको हजुरको यो प्लस भनेको आफ्नो डकुमेन्टहरू राखेको भयो। यो ग्रिन कलरको यो भनेको एडिट अप्सन हो। यसमा डकुमेन्ट राखेको यस्तै सो हुन्छ आफ्नो नागरिकता काउन्सिलहरूको। एडिट भनेको अप्सन यहाँ छ। कुनै सरुवा भएर कर्मचारीहरू अर्को संस्थामा अथवा कार्यालयमा जानुभएको हुन्छ, त्यसको लागि यहाँबाट चेन्ज गर्न मिल्छ। सबै आफूले यसमा चाहिँ हजुरहरूले आफ्नो नाम सचाउन मिल्दैन, जन्ममिति सचाउन मिल्दैन, नागरिकता नम्बर काउन्सिल नम्बरहरू सचाउन मिल्दैन। आफ्नो डकुमेन्टहरू छैन भने चाहिँ यसबाट अपलोड गरेर सेभ गर्नुहुन्छ। हजुरको डाटा सक्सेसफुल्ली सेभ बन्यो। फेरि अर्को हजुरहरूलाई पर्दैन, यसको लागि क्यान्सल गर्ने हो। फेरि ब्याक टु लिस्ट गर्ने। ट्रेडिङ फिडब्याक भनेको जस्तै हजुरहरूको तालिम सकेको लास्ट दिनमा जुन प्रमाणपत्र पाउनुहुन्छ त्यसपछि यहाँ ट्रेडिङ फिडब्याक भन्ने छ। त्यसमा हाम्रो 8वटा क्वेसन मात्रै छ। यहाँ ट्रेडिङ फिडब्याक भनेर अटोमेटिक आउँछ एक्सनको नजिक, यसमा आउँछ। सहभागीहरूलाई रिपोर्ट प्रिन्ट गर्नु भनेको ट्रेडिङ रिपोर्ट भनेर यहाँ छ। यो रिपोर्ट भनेको यसमा हुन्छ हजुरहरूको सबै डिटेल डाटाहरू। यहाँ माथि छ अप्सन प्रिन्ट गर्ने, यहाँबाट प्रिन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। अरू केही सोध्नु परेमा सम्पूर्ण तालिम केन्द्रहरूको हाम्रो आइटीको हुनुहुन्छ मान्छे कर्मचारीहरू, उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्।